छिना त्यसपछि बाले मलाई हेरेनन् रे कहिले फेरि 4 जना छोरी माथि जन्मिएकी छोरी भनी सबैले दोष मेरै टाउकोमाथि थुपारे नि आमाले पनि छाडी गइन् म जन्मेपछि गाउँ र आफन्तीले भने रहेछ अभागिनी भाग्यमै खोट यसको भविष्य चाहिँ कस्तो छ नि आमाले छोडेपछि बामा त्यति हाम्रो साथमा बाले नि कहिले हामीलाई गरेनन् त्यो वास्ता अरूले खेला गर्दा माया गरे दिदीहरूले कसैले वचन लाउँदा ठाल बनी उभिरहे अरूले खान दिए भात काटी ल्याइदिन्थे आमाको माया मलाई दिदीहरूले जहिले दिन्थे राख्दिन गुनासो यो आँसुभित्र लुक्न देऊ मनभित्र मरिसक्यो चित्त दुखे दुख्न देऊ छोराको आसमा जन्माएको छोरी हो म गुनासो गर्छु भने गुनासो नै गरिरहु राख्दिन गुनासो यो आँसुभित्र लुक्न देऊ मनभित्र मरिसक्यो चित्त दुखे दुख्न देऊ छोराको आसमा जन्माएको छोरी हो म गुनासो गर्छु भने गुनासो नै गरिरहु काखनी खुसी आमा अङ्गालो त स्पर्शको माया नि पाइन लाग्यो अभागी नै रहेछु क्या हो छोरा भई जन्मे भए कति खुसी हुन्थे होला छोरी बि जन्मनु त्यही नै मेरो दोष थियो काखनी खुसी आमा अङ्गालो त स्पर्शको माया नि पाइन लाग्यो अभागी नै रहेछु के हो छोरा भई जन्मे भए कति खुसी हुन्थे होला छोरी भई जन्मे आज त्यही नै मेरो दोष भयो यति दादा अड्क्यो क्या मजा गरेको होइन के मजा गरेको होइन विमला हाम्रो एकचोटि गुड फ्राइडे नाइटको एक विनर पनि हुनुहुन्थ्यो विमलाले एकदम राम्रो ऱ्याप गराएर जानुभएको थियो अनि साउट आउट टु विमला हो क्या देख्दाखेरि फेरि त्यस्तो छैन है जो दिख्दा हो होता नै ऊ देख्दाखेरि क्या सिम्पल यताउति भइरहेको छ तर जब बिट बज्ने बित्तिकै जुन पड्किन्छ नि मुखबाट बार्स मजा एकदम रमाइलो लाग्यो विमला वाट अ नाइस ट्यालेन्ट वाट अ लभली ट्यालेन्ट हो क्या एकदम खुसी लाग्यो बहिनी हुन्छ दादा क्या खुसी लाग्यो अझै लेखिरहेको छौ तिमी डेली लेख्छौ मतलब अब टाइम चाहिँ मिल्दैन काम पनि गर्छु अनि टाइम मिलेको